नेपाल संघीय लोकतान्त्रिक गणतन्त्रात्मक राज्य व्यवस्थामा प्रवेश गरिएपछि भएको प्रतिनिधि सभाको तेस्रो निर्वाचन पश्चात गठन भएको प्रतिनिधि सभा अन्तर्गतको यस संघीय संसद प्रतिनिधि सभा अन्तर्गत अर्थ समितिको पहिलो बैठकमा पाल्नुभएका समितिका सम्पूर्ण माननीय सदस्यहरूलाई हार्दिक स्वागत गर्दछु। साथै यस समितिको सभापति पदको निर्वाचन कार्यक्रममा प्रतिनिधि सभा नियमावली 2079 को नियम 176 को उपनियम 8 अनुसार समितिका पदेन सदस्यहरू सम्मान्य प्रधानमन्त्रीज्यूको र माननीय अर्थमन्त्रीज्यू रहनुभएको र माननीय अर्थ मन्त्रीज्यू सहभागी हुनेको ब्यौरा जानकारी गराउँदछु। उहाँ आज सहभागी हुनुभएको छैन, त्यसकारण अब यहाँ यो चाहिँ अलि स्किप नै गऱ्यौँ। माननीय सदस्यहरू, आजको कार्यसूचीमा समिति सभापति पदको निर्वाचन सम्बन्धी कार्यक्रम र विविध विषय रहेको ब्यौरा माननीय सदस्यहरूलाई जानकारी गराउन चाहन्छु।